सामाजिक न्यायका स्वरूपहरू हेर्दै थिएँ। अनि यो चाहिँ के भन्छ भन्दा यो कसले पाउने हो भन्ने कुराबाट हेर्दाखेरि चाहिँ त्यसको कुरा चाहिँ बुझ्न सजिलो हुँदो रहेछ। त्यहाँ दिएको सबैभन्दा पहिला के छ भन्दाखेरि डिस्ट्रिब्युटिभ जस्टिस भन्छ, वितरणात्मक न्याय भन्छ। यो भनेको चाहिँ कसलाई त भन्दा सबैलाई भने जस्तो। घरमा पूजा लाउँदाखेरिको प्रसाद हुन्छ नि, ल बाबु यो चाहिँ सबैलाई बाँडिदिनु त भन्ने जस्तो। अनि त्यसपछि गएर अर्को चाहिँ के छ भन्दा करेक्टिभ जस्टिस भन्छ, सुधारात्मक न्याय भन्ने भयो, जसमा चाहिँ के भन्छ भन्दाखेरि कसलाई त भन्दाखेरि यो चाहिँ हनन हुनेलाई, यो कानुन उहाँकै कुरो हो, यो उहाँलाई नै दिनुपर्छ भनेर चाहिँ श्रीमानबाट चाहिँ आदेश हुँदो रहेछ। त्यसपछिको अर्को छ रिडिस्ट्रिब्युटिभ जस्टिस भन्ने छ, त्यो चाहिँ पुनर्वितरणात्मक न्याय भन्छ। यो चाहिँ कसलाई दिने त भन्दाखेरि धेर हुनेबाट थोर हुनेलाई दिने, हुनेबाट नहुनेतर्फ हस्तान्तरण गर्ने भन्दो रहेछ। 36% भन्छ प्रोग्रेसिभ ट्याक्स लगाउँछ, अनि त्यसलाई लगेर कहाँ दिन्छ भन्दा सामाजिक सुरक्षा भत्ता, सामाजिक सुरक्षा बिमा जस्तो दिने भयो। त्यसपछि अर्को छ रेस्टोरेटिभ जस्टिस भन्छ, पुनस्थापित न्याय भन्छ। यो चाहिँ कसलाई दिने भन्दाखेरि पीडितलाई दिने। अब पीडित आफै पीडितै पनि हुनसक्यो, पीडक पनि एक हदपछि पीडित हुन पुग्छ। उसले आफ्नो दण्ड सजाय भुक्तान गरिसकेको छ, समाजमा सामाजिक जनजीवन यापन गर्न सक्दैन, ऊ सधैँ उही चस्माबाट हेरिन्छ, जस्तो हरिबहादुरको जुत्तामा देखाइएको छ भने। त्यस्तो अवस्थामा चाहिँ सामाजिक सम्बन्ध सुधार्ने, मनोवैज्ञानिक रूपमा भएको क्षतिहरूलाई पुनस्थापित गर्ने भन्ने कुरा चाहिँ यसमा पर्ने हो। र संरक्षणात्मक न्याय, प्रोटेक्टिभ जस्टिस भन्छ, यो त कसलाई दिने पर 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 भनेर जुन बहिष्करण र वञ्चितमा पारिएको वर्ग थियो, त्यस्तो वर्गलाई चाहिँ विशेष किसिमका आरक्षण सेवा सुविधा मार्फत चाहिँ के गरिँदो रहेछ भन्दाखेरि न्याय प्रदान गरिँदैछ। यही नै हो।